के धुर्मुस सुन्तली नेपाल छोडेर अमेरिका पलायन भएकै हुन् त? यति बेला सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ। हाम्रो आवश्यकता जुन दिन परेको खण्डमा हामी तुरुन्तै स्वदेश फर्किन्छौँ भनेर आपूर्तिकर्ताहरूलाई पनि हामीले यो कुरा भनेका छौँ। हामी कुनै पनि विषय लुकाउने छिपाउने थिएनौँ र जे जस्ता अफवाहहरू अहिले पनि फैलिरहेछन् त्यसमा कुनै पनि सत्यता छैन हैन। हामीले रङ्गशालामै कर्म गरिरहेको बेलामा पनि हामीले अर्को सन्तानको पनि प्रोसेस अगाडि बढेको थियौँ। त्यो स्ट्रेसको कारणले त्यो बच्चा पनि खेरा गयो। जुनसुकै अभिभावकले पनि पहिलो रोज्ने भनेको आफ्नो सन्तान हो के हैन। किनभने 5 वर्ष त म लागेको हो नि त, 5 वर्ष त सबै छोडेर लागेँ नि त मैले, आफ्नो घर परिवार। त्यस्तो अवस्थाको बच्चा त अहिलेदेखि होइन नि त, ऊ त 16 दिन भएको बेलादेखि उसको स्वास्थ्य समस्या आएको। भोलि हाम्रो भविष्य कता हुन्छ, के हुन्छ, कस्तो हुन्छ, कहाँ हुन्छौँ भन्ने कुरा हामी पनि एकदम अनभिज्ञ र छौँ। अमेरिका पुग्नु भएका तिनै धुर्मुससँग हामीले प्रत्यक्ष रूपमा कुराकानी गर्ने कोसिस गरेका छौँ। नेपाल किन छोड्नुभयो, कहिले फर्कनुहुन्छ, ग्रिन कार्ड लिएकै हो त, र यस्तो नेपालै छोड्नुपर्ने स्थिति कसरी आयो, यी यावत प्रश्नहरू हामीले धुर्मुसको सामुन्ने राखेका छौँ। एक एक गरी आजको भिडियोमा म तपाईँलाई देखाउनेछु। धुर्मुसजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ ठ्याक्कै? अहिले हामी चाहिँ अमेरिकामा छौँ। अनि के का लागि जानुभएको हो नि अमेरिका? छोरीको उपचारको लागि हो। नेपालमा उपचार हुनै सकेन अनि अमेरिका जानुपर्ने स्थिति आयो त धुर्मुसजी? नेपालमा उपचार नहुने चाहिँ होइन, उपचार हुने थियो। तर नेपाल, भारत धेरैतिर हामी चाहिँ उसको अवस्था बाल्यकालमा लगभग 16 दिन पछाडि उसको स्वास्थ्य समस्या त्यो जटिलता देखा परेको हो। त्यो पश्चात चाहिँ हामी धेरै ठाउँमा चाहिँ छोरीलाई लिएर पुग्यौँ पनि। तर उसको उपचार चाहिँ अलिकति क्रिटिकल थियो र उसको उपचारका लागि चाहिँ अलिकति अमेरिकामा चाहिँ अलिकति सुरक्षित पनि हुने र उपचार पनि प्रभावकारी हुने उपकरण पनि भएको हुनाले अनि हामीले चाहिँ अनि त्यो छोरीको स्वास्थ्य अवस्था, उसको खुट्टाको त्यो समस्याको कारणले गर्दाखेरि चाहिँ अनि अहिले अन्तिम अवस्थामा चाहिँ हामी त्यो जुन भारी थियो हामी माथिको 18 करोडको त्यो भारी बिसाएर छोरीको उपचारका लागि निस्किन्छौँ भन्ने थियो। तर विडम्बना त्यो पनि नटुङ्गिसकेपछि दिन छोरीको अवस्था झन् क्रिटिकल बन्दै गयो। अनि तपाईँहरूले त अमेरिकाको ग्रिन कार्ड पाइसक्यो भन्ने हल्ला छ, त्यो साँचो हो? एक्स्ट्रा अर्डिनरी ग्रिन कार्ड भिसा हो। हजुर हो। हामीले प्राप्त गरेरै अनि त्यस पछाडि उसको उपचारका लागि पनि भोलि नै उसको चाहिँ अपोइन्टमेन्ट पनि छ यहाँ डक्टरसँगको। नेपालमा र